सबैलाई जय मसी, न्यानो अभिवादन, नमस्ते। यसरी म आपेटारमा छु। यहाँ चाहिँ एकदम शीतल छ हौ, चारैतिर जङ्गल भएको कारणले गर्दा हो। अनि यहाँ धेरै शीतल छ। अनि यहाँ चाहिँ प्रायः जस्तो मधेस साइडबाट चाहिँ मान्छेहरू घुम्नको निम्ति, नुहाउनको निम्ति यो साइड आउँछ। अन्त भन्नुको मतलब के हो भन्दाखेरि यहाँ चाहिँ धेरै नै पिस पनि छ, भनेर शान्ति पनि छ, अनि शीतल पनि छ, ठन्डा पनि छ भन्ने जग्गा पनि राम्रो छ। कारण किन भन्दाखेरि यहाँको जति पनि जङ्गल छ नि, यो जङ्गल झारपातले गर्दा एकदम शीतल छ। अहिले मधेसमा हो भने यतिखेर धेरै गरमले तड्पिरहेको छ। म्याक्सिमम् पनि 32 डिग्री होला है, 37सम्म पुग्छ। अनि ताईमा सेकाएको जस्तो भइरहेको होला। किन भन्दाखेरि यो आफ्नै गल्ती हो नि त है। हामीले रुखपात जङ्गल सबै काट्छौँ अनि फाँड्छौँ, लास्टमा आफ्नै के भन्छ आफ्नै समस्याको जड बनिपराउँछ। अनि हामीले चाहिँ यो रुखपातहरूलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि जोगाउनुपर्छ, सेभ गर्नुपर्छ, र पो शीतल हुन्छ। अहिले यो शीतल खोज्नको लागि मधेसकाहरू सबै यो हिल साइड नै आउँछ। कारण किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ एकदम रुखपात र हरियाली छ नि, त्यस कारण यहाँ त शीतल छ अनि ठन्डा पनि छ। त्यस कारणले गर्दा यिनीहरू चाहिँ यतै नै आउँछ, मधेसकाहरू शीतल हुँदैन। अब मधेस साइडमा सबै रुख चोरेर काटेर अनि सबै ढुट्टो पारिसकेको छ। अन्त आफैहरूले काट्छ अनि लास्टमा खोज्दै आउँछ। भाइ रुखहरू रोप्नुपर्छ, अबको दिनहरूमा बिरुवाहरू रोप्नुपर्छ। यसले धेरै नै हामीलाई के दिन्छ, फाइदा पनि दिन्छ, अक्सिजन राम्ररी पाउँछ। पहिलाको समयमा हामीले सुनिहाल्यौँ 2021-19को टाइममा है, कोरोनाको टाइममा अक्सिजन पाउनको निम्ति कति साह्रो परिरहेको थियो। तर हामी यहाँनिर यसमा छौँ र अक्सिजन त त्यसै नै पाइ नै रहन्छौँ। यो जङ्गलमा हामी फ्रेस छौँ। र तपाईँहरूले पनि रुख रोप्नुहोस्, घरको वरिपरि जङ्गलमा काट्ने प्रयास नगर्नुहोस्। काट्नेलाई तपाईँ रोक्न सक्नुहुन्छ।